हेलो नमस्ते तपाईलाई होली स्टोर क्रिजामा स्वागत छ र म लोकेश आज फेरि आइप्याड लिएर आएको छु। यो आइप्याडकै कुरा गर्नुहुन्छ भने नि हेर्दै बट्टा कस्तो कलरफुल छ। यो कलरकै कुरा गर्नुहुन्छ भने तपाईले यसमा चारवटा कलरमा के पाउनुहुन्छ त सिल्भर पाउनुहुन्छ, ब्लू पाउनुहुन्छ र पिङ्कका साथ तपाईले येलो पाउनुहुन्छ। अब तपाईलाई कस्तो मन पर्छ त्यो त आफ्नो कुरा हो। अब आउँ आज आइप्याडलाई अनबक्सिङ गरेर हेरौँ। हुन त यो भन्दा अगाडि आएको 10th जेनेरेसन आइप्याड पनि एक्ज्याक्टली सेमै तपाईले पाउनुहुन्थ्यो भने यो 11th जेनेरेसनको तपाईले आइप्याड आज म अनबक्सिङ गर्दै छु। र यो आइप्याडमा सबैभन्दा मजा लागेको कुरा चाहिँ के हो भने योभन्दा अगाडि आउने आइप्याडमा तपाईले जम्मा 64 GB पाउनुहुन्थ्यो स्टार्टिङ मोडलमा भने यसपालिबाट के भएको छ 64 लाई बाई बाई भनेर अब एकैचोटी 128 बाट यो आइप्याड इन्ट्री लेभलमा आएको छ। अब आउँ यसलाई ढिला नगरिकन अनबक्सिङ गरेर हेरौँ भित्र आइप्याड चाहिँ कस्तो छ। अब माथिपट्टिको यो ग्रिन लागेको एरो र तलपट्टि लागेको ग्रिनको एरोलाई मैले पिल गरेपछि बट्टालाई सजिलैसँग अनबक्सिङ गर्न सकिन्छ। अचेल प्लास्टिक केही पनि आउँदैन क्या। चट्ट यसलाई मैले बट्टाबाट निकालिसकेँ। ओह क्या मैले ढ्याक्कै गऱ्यो। यो बट्टाभित्र यहाँ हेर्नुहुन्छ भने पुरै बटर पेपरमा तपाईँले आइप्याडलाई प्याक भएर आएको देख्नुहुन्छ। त्यस्तै यसपालि पनि यो बट्टामा बटर पेपरभित्र भएको यो आइप्याड कस्तो छ भन्दा यो चाहिँ ब्लू कलरको छ है। यो अब ब्लू भन्दा हामीले चाहिँ एकदम डार्क ब्लू सोचेको थियौँ भने डार्क ब्लू भन्दा पनि हल्का लाइट र स्काई ब्लू भन्दा हल्का डार्क कलर चाहिँ तपाईँले यसमा पाउनुहुन्छ। र कस्तो मजाको फिलसहित तपाईँले यो आइप्याड मेरो हातमा देख्न सक्नुहुन्छ। र बट्टाभित्र के आउँछ त्यो पनि हेरिहाल्नु। तपाईँले केही कागजहरू पाउनुहुन्छ यहाँनिर। र यो बट्टाभित्र हेर्नुहुन्छ भने तपाईँले टाइप सीबाट टाइप सीको केबल पनि पाउनुहुन्छ। यो कस्तो मजाको ब्रेडेड केबल छ नि, एकदमै दामी ओरिजिनल केबल तपाईँले पाउनुहुन्छ। र अर्को भित्र हेर्नुहुन्छ तपाईँले 20 वाटको तपाईँले वाल चार्जर पनि पाउनुहुन्छ यसमा। र अब आउँ यो आइप्याड कस्तो छ कुरा गरिहालौँ। तपाईँले यो आइप्याड सिधै भन्ने हो भने 11 इन्चीको साइज तपाईँले पाउनुहुन्छ। यो बेसिक आइप्याड चाहिँ तपाईँले ठुलो साइज पाउनुहुन्न। यदि तपाईँले ठुलो साइज चाहियो भने चाहिँ तपाईँले आइप्याड एयर या आइप्याड प्रो किन्नुपर्ने हुन्छ। र अर्को रमाइलो कुरा के छ भने योभन्दा सानो किन्नु पऱ्यो भने तपाईँले आइप्याड मिनी किन्नुपर्ने हुन्छ है, याद गर्नु होला। र यो तपाईँले हेर्नुहुन्छ भने नि यसको फिल चाहिँ पुरै एल्युमिनियम बडीमा तपाईँले पाउनुहुन्छ। फिल समात्दा एकदमै मजाको फिल चाहिँ पाइन्छ कि जस आइप्याडमा चाहिँ। र तलपट्टि हेर्नुहुन्छ भने तपाईँले मजाको यहाँनिर चाहिँ माइक्रोफोनको होल र त्यस्तै स्पिकरको होल पनि पाउनुहुन्छ भने त्यस्तै टाइप सीको पोर्ट पनि तपाईँले चार्जिङ गर्ने पोर्ट यहाँ पाउनुहुन्छ। र माथिपट्टि पनि हेर्नु तपाईँले स्पिकरका तपाईँले होल यहाँ पाइराख्नु भएको छ। र त्यस्तै यसमा हेर्नुहुन्छ तपाईँले टच आइडी यहाँ पाउनु भएको छ। त्यस्तै तपाईँले चाहिँ पावर बटन यहाँ पाउनुहुन्छ भने त्यस्तै भोल्युम अप डाउन बटन तपाईँले यहाँ पाइराख्नु भएको छ नि। पछाडिपट्टि त क्यामेरा साथै यसमा लोगो र सानो माइक्रोफोनको पाल पनि तपाईँले पाउनुहुन्छ। र यो आइप्याडलाई तपाईँले ल्यान्डस्केपमा यदि हेर्दै हुनुहुन्छ कुनै पनि भिडियो भने तपाईँले मजासँगले चाहिँ स्टोरी म्युजिकको मजा लिन सक्नुहुन्छ। र आइप्याड लिएर हिँड्न कतिको सजिलो छ भन्नुहुन्छ भने यसको तौल पनि लास्टै कम छ, झन्डै आधा किलो छ। र टोटल वेटकै कुरा गर्ने भने यो 477 ग्रामको छ, 477 ग्रामको छ। र पछाडिपट्टि पनि तपाईँले हेर्नुहुन्छ भने 12 मेगापिक्सल क्यामेरा दिन सक्छ। यसबाट पनि तपाईँले 4K भिडियो त्यो पनि 60 फ्रेम पर सेकेन्डको हिसाबले तपाईँले भिडियो लिन सक्नुहुन्छ। र अगाडिपट्टि पनि तपाईँले 12 मेगापिक्सलै पाउनुहुन्छ। तर यसबाट चाहिँ फुल HD तपाईँले फ्रन्ट क्यामेरा पाउनुहुन्छ जसबाट तपाईँले भिडियो कलिङ र अरू कुनै पनि चिज तपाईँले रेकर्ड गर्न सक्नुहुन्छ। र पछाडि गएर तपाईँले 5x जुम पनि गर्छ है। यति मजाको क्यामेरा फिचर सहित तपाईँले अब इन्ट्री लेभलको आइप्याड पाउनुहुन्छ नि। यसमा भएको चिप चाहिँ के छ, यसमा तपाईँले A16 चिप पाउनुहुन्छ जसमा तपाईँले 5 कोर CPU त्यस्तै 4 कोर GPU का साथ तपाईँले यसमा 16 कोरको तपाईँ न्युरल इन्जिनका साथ 6 GB र्याम यो आइप्याडमा हुने गर्दछ। र स्क्रिन साइज तपाईँले 11 इन्चीको त्यो पनि लिक्विड रेटिना डिस्प्लेवाला स्क्रिन तपाईँले पाइराख्नु भएको छ यहाँनिर। जसभित्र तपाईँले LED ब्याकलाइट तपाईँले पाइराख्नु भएको छ भने यसले निकाल्ने ब्राइटनेस पनि तपाईँले 500 निटको तपाईँले पाउनुहुन्छ। र यो आइप्याडलाई पनि धेरैवटा एसेसरिजमा तपाईँले कनेक्सन गर्न सक्नुहुन्छ। त्यस्तै तल हेर्नुहुन्छ तपाईँले 3टा डट देख्न सक्नुहुन्छ। यसको कनेक्टिभिटीले गर्दा तपाईँले धेरै अरू प्रो सिरिजमा चलाए जस्तै आइप्याडका किबोर्डहरू पनि यसैबाट कनेक्सन हुँदछ। र यही आइप्याडमा तपाईँले नयाँ आएको USB-C वाला पेन्सिल पनि तपाईँले यसमा एट्याच गरेर चलाउन सक्नुहुन्छ जसलाई चाहिँ हामीले ट्याप्प टाँसेर चार्ज गर्न सक्दैनौँ तर टाइप सी पोर्टबाट चार्ज गर्नुपर्ने हुन्छ। र अर्को रमाइलो कुरा चाहिँ के छ भने यो आइप्याडमा तपाईँले चाहिँ एप्पल इन्टेलिजेन्ट इनबिल्ट चिप्स तपाईँले पाइराख्नु भएको छ। र यसका कनेक्टिभिटी र इयरड्रपकै कुरा गर्नुहुन्छ भने तपाईँले मजासँगले यसको वाइफाई 6 र तपाईँले ब्लुटुथ पनि 5.3% पाउनुहुन्छ जसले गर्दा हामीले इयरड्रप गर्न चाहिँ लास्टै छिटो हुन्छ। अब आइप्याडमै कति स्टोरेज आउँछ कुरा गर्दा पनि यो आइप्याड पनि तपाईँले दुई किसिमको पाउनुहुन्छ, एउटा वाइफाई र एउटा वाइफाई विथ सेलुलर। र यसको स्टोरेजकै कुरा गर्नुहुन्छ भने तपाईँले यसमा तपाईँले 128, 256 र 512 GB को क्याटेगोरीमा तपाईँले यो आइप्याड पाउनुहुन्छ। अब तपाईँले कुन र कति स्टोरेज तपाईँलाई चाहिन्छ त्यही अनुसार तपाईँले आइप्याडलाई पनि सेलेक्ट गर्न सक्नुहुन्छ। अब यसलाई चलाउनु चाहिँ कति सकिन्छ भन्दा यसमा भएको ब्याट्री तपाईँले 7606 mAh को ब्याट्री यसमा राखेको छ। यति ठुलो ब्याट्री भएपछि तपाईँले यो आइप्याडबाट तपाईँले झन्डै 10 घन्टासम्म कन्टिन्यू वेब ब्राउजिङ साथै तपाईँले भिडियो पनि हेर्न सक्नुहुन्छ। भनेपछि तपाईँले एक दिनभरि मजासँगले वेब ब्राउजिङ गरेर यो आइप्याडबाट युज गर्न सक्नुहुन्छ। भनेपछि कति धेरै काम गर्न सकिने होला। अब यो आइप्याड भनेपछि इन्ट्री लेभलको आइप्याड छ, खासै अरू आइप्याड भन्दा तपाईँलाई सस्तो लागे पनि यो आइप्याड तपाईँलाई लास्टै पावरफुल छ। र सुरुको दिनमा हामीले जुन किन्ने आइप्याड प्रोहरू थियो नि 11 इन्चीको
त्योभन्दा पनि बढी पावरफुल तपाईँले अहिलेको जेनेरेसनको यो आइप्याडमा पाउनुहुन्छ। जसले गर्दाखेरि अब हामीलाई चाहिँ यो आइप्याड बेसिक लेभलको किन्दा हामी भर्खर बच्चालाई खेलाउनको लागि मात्रै सोचौँ, वास्तवमा त्यस्तो होइन। तपाईँ जस्तो सुकै क्याटेगोरीमा भएको मान्छेलाई पनि यो आइप्याडले पुरा काम गर्न सक्दछ। जस्तै एक्जाम्पलको लागि कुरा गर्नुहुन्छ भने अब हामीले नर्मली मजाको भिडियो गेम स्ट्रिमिङ गर्नु पर्यो भने त्यसलाई त काम गर्छ भने सानोतिनो तपाईँ एडिटिङको लेभलै तपाईँ काम गर्दै हुन्थ्यो भने त्यसको लागि पनि यो आइप्याडले काम गर्छ। र सँगसँगै तपाईँले मजासँग पिडिएफका बुकहरू पढ्नु पर्यो त्यसको लागि पनि काम लाग्छ। त्यस्तै तपाईँ लिएर कहीँ गएर भिडियो स्ट्रिमिङ गर्नुपर्नेछ, त्यस्तो तपाईँलाई अनलाइन मिटिङहरू गर्नुपर्नेछ र मजाका नोटहरू लेख्नुपर्नेछ भने पेन्सिलका माध्यमबाट त अझ बढी तपाईँले यसबाट गर्न सक्नुहुन्छ। र साथै तपाईँ यदि डिजाइनको काम गर्नुहुन्छ भने डिजाइनको काम पनि तपाईँले यो आइप्याडमा गर्न सक्नुहुन्छ। मैले अघि नै भनिसकेँ, पहिला आउने आइप्याड प्रो भन्दा पनि बढी पावरफुल चाहिँ तपाईँले यो आइप्याड बेसिक आइप्याड नै भइसकेको छ। त्यसैले गर्दाखेरि यो आइप्याड कसलाई होइन, जसले लिए पनि हुन्छ यदि तपाईँसँग बजेट कम छ भने। यदि बजेट बढी छ भने अझै बढी स्पिड चल्ने त हामीसँग आइप्याड एयर र आइप्याड प्रो पनि आइसकेको छ। यति भन्दै आजको कलरफुल यो ब्लू कलरको आइप्याडको अनबक्सिङ सक्दै म आज बिदा लिन चाहन्छु। फेरि नेक्स्ट भिडियोमा भेट्ने बाजासहित आजलाई बाई बाई अनि नमस्ते। जहिले पनि अनबक्सिङ सकेपछि हाम्रो भिडियोहरूको तल राख्ने डिटेलमा चाहिँ हामीले यो प्रोडक्टको लिङ्क राखिदिएका हुन्छौँ, त्यहाँ तपाईँले प्राइस पनि हेर्न सक्नुहुन्छ।